सदना भक्त र शालिग्रामको कथा। एकजना मासु व्यवसाय गर्ने व्यक्ति थिए सदना। उनी अत्यन्तै सरल र इमानदार थिए। मासु काट्दै बेच्दै गर्दा पनि उनी सधैँ भगवानको नाम गुनगुनाइरहन्थे। एक दिन उनी आफ्नै धुनमा हिँडिरहेका थिए। अचानक उनको खुट्टा एउटा कालो गोलो ढुङ्गामा ठोक्कियो। उनले त्यो ढुङ्गा उठाएर खल्तीमा राखे। यो सोचेर कि मासु तौल्न काम लाग्ला। घर फर्किएपछि उनले त्यो ढुङ्गा तराजुमा प्रयोग गर्न थाले। केही दिनमै उनले महसुस गरे त्यो ढुङ्गा साधारण थिएन। जति तौल चाहिन्थ्यो ढुङ्गा उति नै तौलको भइदिन्थ्यो। 1 किलो मासु चाहियो भने 1 किलो बराबर, 2 किलो चाहियो भने 2 किलो बराबर। बिस्तारै यो कुरा सहरभर फैलिन थाल्यो। उनको पसलमा भिड बढ्न थाल्यो र व्यापार पनि बढ्दै गयो। यो खबर एकजना शुद्ध ब्राह्मणसम्म पनि पुग्यो। चमत्कारी ढुङ्गा हेर्ने जिज्ञासाले उनलाई सदनाको पसलसम्म ल्यायो। टाढैबाट हेर्दै गर्दा ब्राह्मणका शरीरका रौँ ठाडा भए। भिड घटेपछि उनी सदनाको नजिक आए। ब्राह्मणले भने, म तिम्रो चमत्कारी ढुङ्गा हेर्न आएको हुँ। केही बेरपछि ब्राह्मणले गम्भीर स्वरमा भने, सदना, तिमी जसलाई ढुङ्गा सम्झेर मासु तौलिरहेका छौ, उहाँ त शालिग्राम शिला हुनुहुन्छ, भगवानको स्वरूप। यसरी मासुबीज प्रयोग गर्नु अन्जानमै ठूलो पाप हो। यो सुनेर सदनाका आँखामा आँसु आए। उनले श्रद्धापूर्वक शालिग्राम शिला ब्राह्मणलाई सुम्पिँदै भने, कृपया तपाईँ नै उहाँको सेवा पूजा गर्नुहोस्। ब्राह्मण शालिग्रामलाई आदरपूर्वक घर लगे। स्नान गराए, पञ्चामृतले अभिषेक गरेर पूजा गर्न थाले। केही दिनपछि ब्राह्मणको सपनामा शालिग्राम प्रकट हुनुभयो। उहाँले भन्नुभयो, हे ब्राह्मण, तिमी मलाई फेरि सदनाकैमा पुर्याइदेऊ। कारण सोद्धा उत्तर आयो, तिमी मेरो पूजा गर्छौ त्यो मलाई प्रिय छ। तर जो भक्त सधैँ मेरो नाम गुनगुनाइरहन्छ, म उसलाई आफूलाई नै सुम्पिन्छु। सदनाको हृदयमा सधैँ मेरो नाम छ, त्यसैले म त्यही बस्न चाहन्छु। भोलिपल्ट ब्राह्मण सदना कहाँ आए। सबै कुरा बताएर शालिग्राम उनलाई फिर्ता दिए। यो सुनेर सदनाका आँखाबाट आँसु झरे। त्यही क्षण उनले मासु व्यवसाय त्याग्ने निश्चय गरे र मनमा नै भने, यदि मेरा प्रभुलाई कीर्तन प्रिय छ भने अब मेरो जीवन नाम कीर्तनमै समर्पित हुनेछ। यस कथाले हामीलाई सिकाउँछ, भगवानलाई देखावटी पूजा होइन, साँचो प्रेम र निरन्तर स्मरण चाहिन्छ।